ओए हान्नु न यार तपाईले यार के भन्छ यसले या के गरिरहेला यस्तो ओए भित्र ग्यास के भित्र यो कुरातिर हेर्नु न नै कहाँ के बस्यो भन्छ यसले तपाईले त हान्नु नै किन सरदारले यस्तो गर्छ त या तिरिका ओइ के भनिरहेछ यार तपाईले उल्टो गर्नु भ्या दिमाग लगाउनु न आफू यार जाडोमा मरितरी खाना पकाउने तपाईँ पढ्न जा भने कि त्यही गेम खेल्न जा भने पढ्न गइस तलाई गोरु म गर्दैन सक्दैन कसैको होमवर्क गर्न गर्दैन के होमवर्क दाइको माया लाग्दैन तँलाई हेर्दै आफ्नो होमवर्क आफै गर नत्र ल्याङ गरिस् भने बाबालाई डाक्दिन्छु फेरि डराउनु पर्दैन म त एउटा सानो काम ल्याएको थिएँ फोन साटमै तेरो र मेरो साट्लोवाले त खराइ कुन खेर बाबु भन्या मान अहिले यही फोन पनि नपाउला फेरि होमवर्क गर गरिसकिरहेको छु खै तेरो होमवर्क खै हेरौँ त कस्तो छ राम्रो छ नि होमवर्क त राम्रो छ यार केटा तर गर्यो कसले कापी मेरो उस कसले गर्छ नि मैले गराम होइन बाहिर त्यो होमवर्क मैले गर्दा भन् यो होमवर्क कसले गरे सत्य कुरा नि बा यसलाई मैले पैसा दिएर होमवर्क गर्न लगाम यो रुल गराएको त्यो कुरा होमवर्क गर्दा चुप तैले पैसा लिएको हिट्टी बसेर यो होमवर्क सुरुबाट गर्ने चल्दैन फुट्या छ माथि राजा रोटी खेलाउनु ल्याएको नदियो पहिला पर अहिले बाबा रिसियो थाहा हुन्छ बा मलाई एक किसिम फोन दिनु त के चाहियो फोन गेम खेल्छु के यो फर्र इङ्ग्लिस पढ्छ पहिला पढ न किन जान्दैनस् नै जन्मिनासाथ बाउ भन्न कसले जाने न तैँले जानिस् न मैले जाने कोसिस गरेपछि हुन्छ लु पढ त बा म एक किसिम साथी हुन जान्छु है यो पढेर भ्या अनि जहाँ जानुस् जा म साथीसँग बजार घुम्न जान्छु है यो सबै लेखेर सक अनि जहाँ जानुस् बा म ट्युसन पढ्न जान लाग्छु है नै आज त शनिबार हो नि केटा एक्स्ट्रा क्लास सके आए म पढाउँछु भन्नु यहाँ जान्छु भन्दा जान्न दिने स्कुल जान लाग्छु र ए त्यस्तो हो नखरा गर्छस् माथा छ नि तेरो बानी तँ स्कुल जान यसको लागि होइन खुलको लाएर घरमा बसेर पढ भोलि तँलाई नपरेर धरेछिन ए तिम्रो स्कुलबाट आइसक्यो रिजल्ट आयो होइन के भयो म फर्स्ट भए ल बधाई छ अनि सर तपाईँ के हुनुभयो त पाससम्म भइयो ए धन्न पास त आएछस् देखिस् राम्रोसँग पढाए त पनि फर्स्ट आउथिस् तँलाई गाउँ जान नदिया साल केही त भएछ पास त आइस् राम्रोसँग पढ